मर्निङ गाइज। आज पनि मेरो एउटा मनमा लागेको कुराहरू भन्छु। यो संसारमा केटीहरू पनि नभए पनि नहुने, केटा मान्छेहरू भए पनि नहुने होइन। किनकि केटी मान्छेहरूलाई डर लाग्ने भयो कोही केटाहरूदेखि, कोही केटाहरूलाई पनि डर लाग्ने भयो केटी मान्छेदेखि होइन। किनकि भनेको यस्तो कानुन बनाउनु पर्ने भयो कडा। किनकि केटी मान्छेहरूलाई बे गरेर गयो भने मार्दैन भने पिर भयो, केटा मान्छेहरूलाई लभ गऱ्यो भने हेरेसमेन्ट हान्दैन भने पिर भयो। किनकि भनेको अब मन मिल्दैन, मजाहरू त अब दुईजनाले लिन्छ होला, लास्टमा के कुरामा मन मिल्दैन, मलाई यसले यस्तो गरिदियो भन्ने हुन्छ। तर असल मान्छेहरू चाहिँ यो मान्छे राम्रो छ भनेर निधारमा लेखेको हुँदैन। कोही केटी मान्छेहरूलाई चाहिँ स्वार्थ माया, चोखो माया भनेको स्वार्थ माया गर्ने मात्रै मन पराउनु हुन्छ केटीहरूले। केटाहरू मान्छेहरूले भनेको त आज एउटा गए अर्को आउँछ भन्ने हुन्छ। किनकि भनेको केटा मान्छेहरूमा नि कमी कमजोरी हुन्छ, केटी मान्छेहरूमा नि कमी कमजोरी हुन्छ। यो भनेको चाहिँ दुईटैमा कमी कमजोरी हुन्छ। आजको लागि चाहिँ मैले यति नै भिडियो बनाएँ, कट गरेँ। यस्तो कुराहरू